ब्याट्री कसरी रिमुभ गर्ने Redmi को 12C मोडलमा ब्याट्रीलाई एकदम सिम्पल तरिकाबाट कसरी रिमुभ गर्ने यसको म सोलुसन दिन्छु। च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब शेयर गरिदिनु होला। यो भन्दा अगाडि Redmi 9A को सिम्पल मोडलहरुमा ब्याट्री रिमुभ तानेर गरिन्थ्यो भनेदेखि दुईवटा साइडमा पेपर लगाएको हुन्छ तानेर रिमुभ हुन्थ्यो नि यसमा सेम फरक छ। यसलाई एकदम सिम्पल तरिकाबाट कसरी रिमुभ गर्ने ब्याट्रीलाई यसको म सोलुसन दिन्छु। च्यानललाई लाइक कमेन्ट सब्स्क्राइब शेयर गरिदिएर अगाडि बढाउनु होला। यस्तै भिडियो मलाई लिएर आउन सहयोग हुनेछ। सबभन्दा सुरुमा त हामीले कुनै पनि तीखो चीजहरुबाट यसलाई रिमुभ गर्न हुँदैन। एकदम सिम्पल तरिकाबाट हामीले यहाँनेरि सबभन्दा सिम्पल तरिकाबाट हामीले पेपर देख्न सक्छौं। यो पेपरलाई देख्न सक्छौं। सबभन्दा सुरुमा चाहिँ हामीले ब्याट्री कनेक्टरलाई रिमुभ गर्नुपर्ने हुन्छ। ब्याट्री रिमुभ कनेक्टर त्यसपछि ब्याट्री कनेक्टरलाई रिमुभ गरिसकेपछि यो पेपर देख्न सकिन्छ पहेँलो कलरको। यसलाई हामीले रिमुभ गर्ने हल्का साइडबाट यसलाई पनि हामीले बीचबाट रिमुभ गर्नुपर्ने हुन्छ। यो तान्दाखेरि एकदम सिम्पल तरिकाले आउँदैन। हामीले जोडसँगले समातेर तान्नुपर्ने हुन्छ। एकदम नातिकन रिमुभ हुन्छ। हामीले सबभन्दा सुरुमा चाहिँ यो पेपरलाई अगाडिको पेपरलाई तान्ने। एकदम कम्पनीले जोडसँग लगाएको हुन्छ। ब्याट्रीलाई पुरै रिमुभ गर्नु छ नि साइडबाट पछाडिबाट हल्का रिमुभ तान्ने। त्यसपछि यस पेपर देख्न सकिन्छ। यो पेपरलाई पनि यो साइडबाट हामीले यसरी रिमुभ छुटाउन सकिन्छ। ब्याट्रीलाई कुनै पनि असर नपुगिकन एकदम सिम्पल तरिकाबाट ब्याट्री रिमुभ भएको छ। यसैगरी हामीले न्यू मोडलहरुमा ब्याट्री रिमुभ गर्न सकिन्छ। च्यानललाई जाँदै सब्स्क्राइब गरिदिनु होला। यस्तै भिडियो लिएर आउन मलाई सहयोग हुनेछ। आजको लागि यति नै। सब्स्क्राइब गरिदिएर जानु होला। फेरि अर्को भिडियोमा भेटौँला।